सेकेन्ड ह्यान्ड आइफोन किन्दाखेरि मोस्टली हेर्नुपर्ने कुराहरू म तपाईँहरूलाई आज सिकाउँदैछु। तपाईँहरूले कुनै पनि सेकेन्ड ह्यान्ड आइफोन किन्दाखेरि तपाईँहरूले ब्याट्री हेल्थ हेर्नुहुन्छ है। त्यो ब्याट्री हेल्थ हेर्न छोडिदिनुहोस्। सबसे सुरुमा के हेर्नुपर्छ भन्दाखेरि आइफोनमा सेटिङमा जानुहोस्, अबाउटमा जानुहोस् र यहाँ लेखेको हुन्छ है मोडल नम्बर हेर्नुहोस्। यहाँ मोडल नम्बर स्टार्टिङमा एम छ भने नयाँ फोन हो है, र एन छ भन्दै यो पहिल्यै एप्पल स्टोरमै डिस्प्ले वा ब्याट्री वा केही न केही चेन्ज गरेको फोन हो है। तपाईँहरूले फोन किन्दाखेरि चाहिँ एम भएको फोन किन्नु। अनि अर्को कुरा के छ भने अब हामीले सेकेन्ड ह्यान्ड फोन त किन्यौँ, त्यो फोन किनेपछि फेरि नेपालमा सिम चल्छ कि चल्दैन भनेर चाहिँ कसरी थाहा पाउने भन्दाखेरि चाहिँ सेम मोडल नम्बर हेर्ने है, यसको लास्टमा लेखेको हुन्छ 3 लेखेको हुन्छ है। त्यो 3HN छ भने चाहिँ नेपालमा सिम चल्छ र यहाँनिर 3LL लेखेको छ भने पनि नेपालमा सिम चल्छ। हेर्नुहोस् मसँग अर्को फोन पनि छ, यहाँ पनि हेर्नुहोस् A3 लेखेछ है, 3ZP लेखेछ। यो फोन पनि नेपालमा चल्छ। तपाईँहरूले मोस्टली हेर्नुपर्ने भनेको चाहिँ दुईवटा कुरा हो। फर्स्ट मोडल नम्बर एम किन्नुहोस्, फोन किन्दाखेरि एम किन्नुहोस् है, र तपाईँहरूले सेकेन्ड ह्यान्ड फोन किन्दाखेरि चाहिँ एम किन्नुहोस् र लास्टमा लेखेको हुन्छ जेड लेखेको हुन्छ त्यो फोन किन्नुहोस्। अनि मात्र त्यसपछि ब्याट्री हेल्थ हेर्नुहोस्। तपाईँहरूलाई यस्तै फोनको बारेमा केही जान्नु छ भने कमेन्ट गर्नुहोस्। तपाईँहरूलाई यस्तै भिडियो चाहिन्छ भने मलाई फलो गर्नुहोस् अनि सब्सक्राइब गर्नुहोस्।